समुद्री सतहदेखि 2410 मिटरको उचाइमा रहेको मिक्लाजुङ डाँडा हो यो। राज्य पुनर्संरचनापछि यही डाँडालाई आधार मानेर मिक्लाजुङ गाउँपालिकाको न्वारान गरिएको हो। यो त्यही डाँडा हो जो मिक्लाजुङ गाउँपालिकाको उत्तरी भेकमा रहेको एक सीमा स्तम्भको रूपमा उभिएको। यही डाँडासँगै अर्कोपट्टि जोडिएर बसेको छ पाँचथरको मिक्लाजुङ गाउँपालिका। यही डाँडाको काँध छोएर बसेको छ धनकुटाको 24 गाउँपालिका। मिक्लाजुङ डाँडाको दक्षिण पूर्वमा छ मिक्लाजुङकै फैलावटलाई रोकेर बसेको इलाम चुलाचुली गाउँपालिका। तेली खोला आफैले धर्को तानेर लेटाङसँगको सिमाना कोरिदिएको छ। पूर्वको दमक नगरपालिका छोएर मिक्लाजुङ आइपुग्ने मावा पुल माथि आकाश हेर्दै लमतन्न सुतेको छ। यही मावा पुल भएर पश्चिम जाने मदन भण्डारी मार्गले मिक्लाजुङको दक्षिण सीमा छुट्याइदिएको छ। मधुमल्ल खण्डको मदन मार्ग दक्षिण करिब 1.5 किलोमिटर दूरीमा छिमेकी नगर उर्लाबारीसँग मिक्लाजुङले मितेरी गाँसेको पनि 1 दशक पुरा भइसक्यो। सङ्घीय गणतन्त्र नेपाल कोशी प्रदेश मोरङ जिल्लाको उत्तरी भेकमा अवस्थित मिक्लाजुङ गाउँपालिकामा 9वटा वडाहरू समावेश छन्। साबिक रमिते खोला, टाँडी, जाँते गाउँ विकास समितिका 3 र 4, मधुमला 1 देखि 6 सम्मका वडाहरू मिलेर हालको मिक्लाजुङ गाउँपालिका बनेको हो। मोरङको दुर्गम ठाउँ हो। यो टाढीलाई म के हेर्छु भने मोरङ नाम मात्रै मोरङ हो, मोरङमा चाहिँ समतल भूभाग छ भन्ने मान्छेले बुझ्थ्यो। अब टाढीलाई नयाँ ढङ्गले विकास गर्नको निम्ति जो गाविस थियो, गाविसलाई गाउँपालिका हामीले बनायौँ। गाउँपालिका बनिसकेपछि चाहिँ अब धेरै चिजको विकास भएको छ। मलाई लाग्छ त्योभन्दा अगाडिका दिनहरू सम्झिँदाखेरि कहानी लाग्दो दिनहरू छ। यहाँ चाहिँ बर्खामा यहाँबाट के भन्छ मधुमला जानु पऱ्यो भने नुनसेरी खोला, बख्रा खोला, यी खोलाहरू पार गर्नको निम्ति संयमको ज्यान गएको छ। मोरङको एलडिओमा छलफल बहस भयो, जिल्लामा छलफल बहस भयो हुँदाखेरि चाहिँ अब के गर्ने भन्दाखेरि होइन यसलाई के अरे मधुटार राख्ने कि या के अरे मधुमला, टाँडी, रमिते राख्ने कि के गर्ने भन्ने विषय हुँदाखेरि यो ठाउँको लागि चाहिँ नामाकरणको सवालमा यसलाई मिक्लाजुङ राख्नुपर्छ र मिक्लाजुङ राख्दै गर्दाखेरि यहाँ र के अरे माथि 5 थर मिक्लाजुङ दुईटाको नाममा जुट्यो। अब के हो भने होइन जे भए पनि राख्नैपर्छ यसलाई, किनभने यो मिक्लाजुङ भनेर चिनाउनुपर्छ भन्ने हिसाबले नामाकरण गरियो। राष्ट्रिय जनगणना 2078 अनुसार यस गाउँपालिकाभित्र 17,279 महिला र 15,888 पुरुष गरी कुल जनसङ्ख्या 33,167 उल्लेख गरिएको छ। जम्मा 8,309 घरधुरी भएको मिक्लाजुङ गाउँपालिकाको क्षेत्रफल 158.98 वर्ग किलोमिटर रहेको छ भने साबिकको मधुमला गाउँ विकास समितिको कार्यालय परिसरलाई आजको मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्र कायम गरिएको छ। महाभारतको फेदीमा रहेको मधुमल्ला बजार कुनै समय पूर्वी पहाडको प्रमुख व्यापारिक केन्द्रको रूपमा चर्चित थियो। इलाम, पाँचथर, धनकुटा र तेह्रथुमसम्मका मानिसहरू मधुमल्ला बजार आउने गर्थे। झापा, मोरङ, सुनसरी अझ छिमेकी राष्ट्र भारतबाट समेत व्यापारीहरू आउने गर्थे। दिल्लीसम्मका व्यापारीहरू यहाँ सामान खरिद गर्न आउने यो बजार थियो भने मधुमल्लामा आदर्श गाउँ पञ्चायत भएको बेला छोटी भन्सार समेत यहाँ भन्सार गरेर सामान दिल्लीसम्म जाने, कलकत्ता दिल्ली जाने अवस्थासम्मको जानकारी थियो क्या त्यति बेला। आइतबार, सोमबार र मङ्गलबार 3 दिनसम्म लाग्ने पुरानो व्यापारिक विरासत बोकेको मधुमल्ला बजारको पछिल्लो परिचय भने फेरिदो अवस्थामा छ। मधुमल्ला बजारको संरचना त अब यो बजार लगभग यो बस स्ट्यान्डदेखि माथि भगवती माविको एरियासम्म बजारको टहराको रूपमा व्यवस्थापन थियो।
व्यापारीहरू आएर घोडा लिएर राँगा गाडी लिएर आउँदाखेरि बास बस्ने साइडमा गाडीहरू राखेर त्यही खाना बनाएर खाने अवस्था थियो भने 2.5 दशक अघिसम्म मधुमल्ला बजारले आफ्नो उत्पादनहरू निर्यात गर्थे। तर हिजो आज मधुमल्ला बजारले आफ्ना आवश्यकताहरू निर्यातभन्दा बढी आयात गरिरहेको छ। एउटा कुरा चाहिँ के हो भने त्यति बेलाको अवस्थामा मधुमल्ला आत्मनिर्भर थियो भने अहिले लगभग परनिर्भर भएको हो कि भन्ने अनुभूति चाहिँ हुन थालेको छ क्या। मिक्लाजुङ डाँडाको नाम स्थानीय समुदायको परम्परा, संस्कृति र भाषाको जगमा उभिएको मानिन्छ। खोइ त्यो अब मिक्लाजुङको बुप्ती किनेर पाना त्यो मैले मालिङ्गो चाहिँ खुसीमा दाका मिक्ला निरेङ्गीको पाँच है हरिलिङ्दैन कसै। उनीहरूका अनुसार मिक्लाको अर्थ हुन्छ मालिङ्गो, जङ भनेको टुप्पो। मिक्लासँग पछिल्लो जङ शब्द जोडिएर मिक्लाजङ पछि अपभ्रंश हुँदै मिक्लाजुङ भएको विश्वास गरिन्छ। मालिङ्गो अर्थात् लेकाली बाँसको टुप्पो। डाँडाको टुप्पोमा उभिएको मालिङ्गोलाई जसरी होचा ठाउँहरूदेखि समेत देख्न सकिन्छ, त्यसरी नै मालिङ्गोको प्रतीक बनेर उभिएको मिक्लाजुङ डाँडाबाट टाढा टाढाका दृश्यहरूलाई आँखामा कैद गर्न सकिन्छ। मिक्लाजुङ डाँडा र यस्तै अग्ला होचा डाँडाहरू भएकै कारण हालको मिक्लाजुङ गाउँपालिका वडा नम्बर 1 लाई रमिती खोला नामाकरण गरिएको मानिन्छ। त्योको अघि खोला गाउँ निको आजै टुङमा आउनु अनि जग्गा जग्गा मै चोडा हो के भाव छ सापपाती छ अघि काले गाछ गिरेर भनौँ न त्यो नै क्या के मैपानी नितिर त्यहाँका त रमितेमीको अब त्यही चाहिँ डाँडा चाहिँ रमितेमी लैची अनि खोलाको खोला गाउँ अनि रमिते खोला पासँग पञ्चायत कालभन्दा अघि हो। यसरी मिक्लाजुङ डाँडाको उचाइ मात्रै नभएर डाँडासँगै जोडिएका मानिसका भावना, विश्वास र महत्त्व पनि मिक्लाजुङ डाँडा जस्तै अग्लो रहेको छ। लगभग 10 वर्ष अघिसम्म रमिते खोलाको कथा अँध्यारोमै थियो भने पनि हुन्छ। अँध्यारोमै निदाएर अँध्यारोमै उठ्नुपर्ने रमिते खोलालाई मानिसहरूले उपेक्षा र हेयको दृष्टिले हेर्ने गर्थे। तर समयले रमिते खोलालाई सधैँ यथास्थितिको डोरीले बाँधिराख्न सकेन। पछिल्लो समय विद्युत, पक्की सडक, सञ्चार र प्रविधिको पहुँच पुगेसँगै विगतमा हेपिएको रमिते खोलाले फरक कहानी लेख्न सुरु गरिसकेको छ। ध्यानमा लिन तपस्वी जस्तो रमिते खोलालाई छिनमै बादलले घुम्टोभित्र लुकाइदिन्छ, छिनमै घुम्टो खोलिदिन्छ। रमिते खोलाको छातीभरि हरियाली, वन जङ्गल, खोलानाला, छहरा, झरना र तराईका मनोरम दृश्यहरू हेर्न सकिने अग्ला अग्ला डाँडाहरूका कारण पछिल्लो समय पर्यटकहरूको लागि आकर्षणको केन्द्र बन्दै गइरहेको छ। यहाँको हावापानी, छिन छिनमा आउने जाने बादलका झुप्पाहरूले पर्यटकहरूलाई नलोभ्याउने कुरै भएन। विगत केही वर्षदेखि आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइ बन्दै गइरहेको रमिते खोलामा पूर्वको काँकरीभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, पथरी, बेलबारी, इटहरी, अझ भारतको पश्चिम बङ्गालसम्मका पर्यटकहरू समेत आउने गरेका छन्। नमस्ते, म धर्म लिम्बू, रमितेमा भर्खर सञ्चालनमा आएको होटल ओल्ड टाउनको सञ्चालक, साथै रमितेको होटल तथा पर्यटन व्यवसाय समितिको अध्यक्ष। म्याक्सिमम आउने चाहिँ अब यी नजिकका यी तराई बेल्टका दमक, उर्लाबारी, पथरी, बेलबारीसम्मका र त्यो सँगसँगै अलिक टाढाका भनेको वेस्ट बङ्गालका, दार्जिलिङ, सिक्किमका पाहुनाहरू पनि यहाँ आगन्तुकहरू आएको देखियो। तर बेला बेला बिजुली बत्ती र पिउने पानीको समस्याले सताउने गरेको स्थानीय होटल व्यवसायीहरू बताउँछन्।
सबैभन्दा यहाँको समस्या भनेको चाहिँ मैले देखेको चाहिँ इलेक्ट्रिसिटी नै बत्तीको समस्या क्या एकदम थोरै पानी पर्ने बित्तिकै धेरै समय गइदिने कोही बेला 2-3 दिन नआइदिने होइन पानी बत्ती बाटोको समस्या छ बत्तीको समस्या सबैभन्दा ठुलो चाहिँ रमितेमा हामी व्यवसायीहरूको लागि र यहाँको स्थानीयहरूको लागि चाहिँ बत्तीको समस्या छ बाटो त जसोतसो चलिरहेको छ यसरी दोहोरिरहने समस्या समाधानका उपायबारे सरोकारवालाहरू के भन्छन् यो एकदमै समस्या हामीले पनि धेरै पहिलेदेखि भोगेर आएको समस्या हो इलेक्ट्रिसिटीको एकदमै चाहिँ यो कन्स्टेन्टली गइरहने अनि आउने जाने भएको कारणले समस्या छ अझै होटल व्यवसायीहरूले त फ्रिजमा मासु राख्नु भएको हुन्छ उहाँहरूको मासु पटक कुएर फ्याँकेको त मैले देखेको छु पीडा मलाई पनि छ तथापि पनि के छ भने यो हाम्रो चाहिँ काबुभन्दा बाहिरको विषय हो कहिले फ्याक्ट्री चाहिँ यो यसको मेन प्रसारण लाइनमा दमकमा चिया बगानतिर बिग्रिया हुँदो रहेछ कहिले चाहिँ यतातिर यहाँ हाम्रो टाढी आसपासमा रुख ढलेर चाहिँ टाढीदेखि मुनि साइडमा त्यो जङ्गलमा रुख ढलेर चाहिँ पोलै ढालिदिने भएको कारणले त्यसले एउटा 1-2टा पोल 2-4टा पोल ढल्यो भने पनि 2-3 दिन त्यसलाई बनाउन टाइम लाग्दो रहेछ अनि त्यो टाइपको अप्ठ्यारोहरू छ हाम्रो भूगोलमा र कहिलेकाहीँ पहिरोले पोल लडाइदिने होइन त्यसो भएको कारणले 2-3 दिन एउटा 2टा पहिरोले पोल लडायो भने 2-3 दिन बनाउनै टाइम लाग्दो रहेछ र यसका लागि त हामीले हाम्रो लेभलबाट एकदमै हामीले पहल गरेका छौँ सम्भव सकेसम्म चाहिँ समन्वय गरिएको छ हामीले पनि गरेका छौँ र उपभोक्ताहरू आफैले पनि कतिपय सम्बन्धित निकाय बिजुली अफिसमा चाहिँ समन्वय गरेर सम्पर्क गरेर गुनासोहरू राख्नुहुन्छ भन्ने बित्तिकै पनि रहनु भएको छ तर यो बिग्रिने यो समय सीमा अत्याधिक भयो अहिले बनायो फेरि एकैछिनमा बिग्रिन्छ फेरि बनायो एकैछिनमा बिग्रिने अहिले चाहिँ हामीले चाहिँ के छ भने यो टाढीबाट यहाँ आइतबारेसम्मको लागि त्यो एबिसी केबल भन्छ त्यो कभरवाला पाइपवाला केबल त्यो हामीले माग गरेर त्यो बिजुली अफिसमा पनि सकेको छ भन्ने खबर आएको छ तर त्यसलाई जडान गर्न अब फेरि ठुलो खर्च लाग्दो रहेछ त्यो खर्च चाहिँ माग गरिएको छ भनेर बिजुली अफिसले जानकारी गराएको छ त्यो आयो भने सायद जडान हुन्छ तार चाहिँ तयारी अवस्थामा भएको जानकारी आएको छ रमिते खोला प्रकृतिको अनुपम उपहार हो भन्ने कुरा दुई मत रहेन यसकारण रमिते खोलालाई नजिकैबाट स्पर्श गर्न टाढाबाट पर्यटकहरू आउने गर्छन् प्रकृतिले छोडेको उपहार बाहेक यहाँसम्म आइपुग्ने आगन्तुकहरूका लागि थप आकर्षणका योजनाहरू स्थानीय सरकारसँग के छन् त जनताको एउटा अपेक्षा बमोजिमको काम गर्न चाहिँ गाह्रै हुँदो रहेछ भन्ने अनुभूति भयो सक्दो जनताको अपेक्षाहरू पुरा गर्ने तर्फ हामी अगाडि त बढी नै रहेका छौँ मेहनत पनि त्यही लेभलको हामीले गरि नै रहेका छौँ रमितेलाई पर्यटकहरूले अत्यन्तै रुचाएको ठाउँ भएको कारणले यसलाई अझै पनि पर्यटकहरूलाई चाहिँ लोभ्याउने पर्यटकहरूलाई मनोरञ्जन दिने टाइपको चाहिँ एउटा योजना चाहिँ हामीले बनाइरहेका छौँ एउटा चाहिँ फन पार्क बनाउने भनेर हामीले डिपिआर गरिसकेका छौँ र अर्को कुरा हामीले यी सडकलाई नै हामीले यहाँ तल झन्डा डाँडादेखि आइतबारेसम्म चाहिँ फुलहरू रोपेर दुवै साइड नै सडकको 2टा साइडमा फुलहरू रोपेर अनि त्यसलाई संरक्षण गर्ने भने यही वर्षमा हामीले चाहिँ त्यो योजना पनि गरेका छौँ सायद त्यो अटोमेटिक सडकलाई नै फन पार्कको रूपमा हामीले विकास गरौँ भन्ने सल्लाह भएको छ र बिरुवाको व्यवस्थापन साथै त्यसलाई बिरुवालाई सुरक्षा दिने त्यो जालीको पनि व्यवस्था हामीले गरिसकेका छौँ त्यो वार्ड कार्यालयबाट जालीको खरिदको प्रोसेसमा छ करिब हामीले एडभान्स पनि दिएर त्यो झर्ने क्रममा छ त्यो जाली ल्याएर बिरुवाको पनि कुरा भएको छ हामी त्यो झन्डा डाँडादेखि यो आइतबारेसम्मको सडकको दुवै साइडमा फुलहरू चाहिँ हुर्काउने भनेर हामी त्यो लागेका छौँ र त्यसको अतिरिक्त हामीले यहाँ चाहिँ हाम्रो पहिले प्रधान पञ्चको कार्यालय रहेको ठाउँमा एउटा खाली जग्गा छ त्यो खाली जग्गामा चाहिँ पर्यटकहरूलाई यसो घुम्ने रमाउने होइन मनोरञ्जन लिने ठाउँ एउटा फन पार्क त्यहाँ बनाउने भनेर हामीले त्यसका लागि चाहिँ हामीले डिपिआर गाउँपालिकाबाट डिपिआर गराइसकेका छौँ मिक्लाजुङ डाँडाको गर्भबाट बग्दै तराई झर्ने लावा खोला मधुमल्ला छेउ पुग्दा नुनसरी खोलामा रूपान्तरण भइसक्छ मानौ काफ्काको मेटामार्फोसिस जस्तो हो लावा खोला यही नुनसरी खोलाको दुवै किनारमा बसेको छ कुइनेटार हिउँद महिना लागेपछि
पुरानो वनभोज स्थलको रूपमा प्रचलित कुइनेटार पछिल्ला वर्षहरूमा होटल तथा पर्यटन व्यवसायीहरूको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ। नुनसरी खोलाको पूर्वी किनारमा इलाम चुलाचुली, पश्चिम किनारमा मिक्लाजुङ, तर यी दुवैलाई जोडिदिने प्रेमको झोलुङ्गे पुल छ बीचमा। यहीँ कुइनेटारबाटै चुलीपोखरीसम्मको पैदल यात्रा सुरु हुन्छ। करिब 2 घण्टाको घुम्ती र उकालो यात्रापछि पुगिन्छ मनोरम, शान्त र सुरम्य चुलीपोखरी। चुलीपोखरी पुगिसकेपछि यात्राका सारा थकान समेत बिर्सेर रमाउँछन् पर्यटकहरू। मेरो नाम नवीन दास। हेलो, मेरो नाम चाहिँ प्रवीण राजवंशी हो। हामी चाहिँ यहाँ तलबाट हसन्दबाट आएको। पोखरीसम्म पुग्नलाई कच्ची सडक सञ्जाल जोडिएको भए पनि पर्यटकहरूको प्राथमिकता पदयात्रा हुने गर्छ। चुलीपोखरीसम्म पुग्ने पर्यटकहरूका लागि खान बस्नका लागि होटल समेत सञ्चालनमा आएको छ। यो होटल हिजोअस्ति मङ्सिरदेखि नआउँदाखेरि 30-40 जना हुन्छ। इलाम यता यो बेरतामटको बढी आउँछ, अनि यता हाम्रो इटरी साइड बेलबारीबाट पनि धेरै आउँछ हौ। यो मिक्लाजुङ 3 नम्बर वडा कार्यालय हो। यहाँबाट नजिकै छ धबेनी बजार, जहाँबाट 25 मिनेट पैदल हिँडेपछि पुगिन्छ रतनपुर डाँडामा अवस्थित निसेलुङ फन पार्क। यातायातको साधन प्रयोग गर्ने हो भने 5 देखि 7 मिनेटमा पुग्न सकिने निसेलुङ फन पार्कमा नेपालमै पहिलो पटक निर्माण दाबी गरिएको उल्टो घर समेत हेर्न सकिन्छ। यसकारण मिक्लाजुङ आइपुग्ने पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ रतनपुर डाँडाको निसेलुङ फन पार्क। पार्क सञ्चालनमा आएपछि स्थानीयहरूले होटल व्यवसाय सञ्चालन गरेर थोर बहुत आर्थिक लाभ उठाइरहेका छन्। कङ्गो चाहिँ उल्टो हिम पहिलो उल्टो हिमभन्दा पहिले चाहिँ भ्युटार बनेको हो मेनली बन्जोगवा। अनि भ्युटार बने पछाडि गर्नु चाहिँ फेरि उल्टो घर बन्जोगे। एक उल्टो घर सँगसँगै यो भ्युटारले ओपनिङ बोके। अनि ओपनिङ बोक्वा समथिङ अहिले 3 वर्ष केम्बेला बोके मेबी। अहिले कङ्गो चाहिँ थिए बोके त भन्दा कङ्गो यो सामान्य अब 4-5 घर 6-7 घरलाई अब मेन त व्यापार बिजनेस त आफ्नै ठाउँमा वा। पार्क सञ्चालनमा आएपछि यस क्षेत्रमा रहेका जग्गा जमिनको मोल समेत उकालो लागिरहेको छ। कङ्गो चाहिँ भ्यू टावरल चौगुलले कन उल्टे हिमिल चौगुलले अङ्गोसमा जग्गाले कल जति याङ्गवाना फोकस ने कल फोकस फिरबा क्राइटेरिया हो एङ्गो चाहिँ जग्गाले मूल्याङ्कन बढ्जगे। मिक्लाजुङ गाउँपालिका 6 स्थित बेतेनी सिमसार क्षेत्र अर्को सम्भावना भएको पर्यटकीय स्थल हो। मदन भण्डारी मार्गको कसैनी खण्ड उत्तर 5 मिनेट दूरीमा रहेको यस सिमसार क्षेत्र हाल निर्माणाधीन चरणमै रहेको छ। बेतेनी सिमसारको उचित व्यवस्थापनमा ध्यान दिने हो भने आन्तरिक पर्यटन क्षेत्रको रूपमा यसले काँचुली फेर्ने निश्चित देखिन्छ। 5 नम्बर वडा कार्यालयबाट करिब 1.25 घण्टा हिँडेपछि पुगिन्छ कोलुङ झरना। रमिते खोलाको शिर अझ माथिबाट बग्दै आएको पानी घुम्ती र गल्छेडो हुँदै समथल तेली बग्न थाल्छ। सजिलो बग्ने तेली खोला भन्दा केही माथि छाँगाबाट उफ्रिँदै झर्ने पानीको भङ्गालो नै आजको चर्चित कोलुङ झरना भएको हो। तराईका ताता फाँटहरूबाट मानिसहरू कोलुङसम्म आएर झरनाको चिसो पानीमा आनन्दित हुन्छन्। शीतल भनौँ न, पिस हामीले यस्तो नै खोजेको हो। गौर त 5 बालुवा खान एकदमै राम्रो छ झरना। विशेष गरी गर्मी मौसम र बिदाको दिन कोलुङ वरिपरि मानिसहरूको भिड लाग्ने गर्छ। मिक्लाजुङ वडा नम्बर 4 को वडा कार्यालयबाट करिब 25 मिनेटको दूरीमा रहेको पञ्चमी सिमसार क्षेत्र अर्को सम्भावना बोकेको पर्यटकीय क्षेत्र हो।
पञ्चमी दिगु सामुदायिक वन क्षेत्रमा रहेको यस सिमसार क्षेत्रमा मानिसहरूको आवत जावत बाक्लिँदै गइरहेको छ। चिडियाघर, वनभोज स्थल, भलिबल कोर्ट, साकेला थान आदिका कारण यस सिमसार क्षेत्र मानिसहरूको रोजाइ बन्दै गइरहेको हो भने निकट भविष्यमै यस सिमसार क्षेत्रमा स्विमिङ पुल सञ्चालनको तयारीमा रहेको छ। मधुमल्ला बजार नजिकै रहेको देवीस्थान क्षेत्र अर्को घुमफिर गर्ने स्थान हो। मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्र तथा 7 नम्बर वडा कार्यालय नजिकै रहेको देवीस्थान क्षेत्रको पोखरीमा डुङ्गा सैर गर्दै आनन्द लिन सकिन्छ। बिहान पूजापाठ गर्न जाने, साँझपख पोखरी आसपास रहेका फन पार्कमा टहलिनुको आनन्द उठाइरहेका छन् मधुमल्लावासीहरू। विविध जात जाति र भाषाभाषी बसोबास रहेका यस मिक्लाजुङ क्षेत्रका मानिसहरू सरलताका प्रतीक हुन्। मन परेको बुढा क्या जीवनलाई उत्सवको रूपमा मनाउने यहाँका मानिसहरूलाई जीवनको परिभाषा खोज्ने कुनै फुर्सद छैन, न चासो नै छ। तपाईँको कुरा हजुर नमस्ते, तपाईँको गीत आज ठिकै छ। जीवनको अर्थ सिर्फ बाँचिदिनुमा भेट्छन् उनीहरू। सबैभन्दा बेसी राई जातिको बसोबास रहेको मिक्लाजुङमा क्रमशः छेत्री, ब्राह्मण, लिम्बू, मगर, तामाङ, नेवार, विश्वकर्मा, दर्जी आदि जात जाति मिलेर बसेका छन्। उनीहरूले मनाउने चाडपर्व, लगाउने वेशभूषा र आफ्नै मौलिक संस्कृति र परम्परा भए पनि एक अर्काले मनाउने हरेक पर्वहरूमा एकता र सद्भावका साथ मनाइरहेका हुन्छन्। दसैँ, तिहार, उधौली उभौली, भूमे, चासोक तङनाम, लोसार, यमोरी पुन्नी, क्रिसमस लगायत चाडपर्वहरू यहाँका मानिसले मनाउने प्रमुख चाडपर्वहरू हुन्। रमिते खोलाको काख हुँदै बगेर झर्ने यी खोलाहरूले मानिसहरूको डर मात्रै बोकेर झर्दैनन्, आशा र सम्भावनाका बोधहरू समेत बोकिरहेका हुन्छन्। बर्खामा यिनै खोलाहरूबाट बग्दै बग्दै झरेको पानी तराईका खेतीयोग्य जमिनसम्म पुग्छ र किसानले अन्नबाली लगाउँछन् र वर्षभरिका लागि भान्साघरको मुहारमा चमक भर्छन्। यहाँका मानिसहरूले कृषि, पशुपालन र साना मझौला आकारका व्यवसाय जीविकोपार्जनका माध्यम बनाएका छन्। हसित के पाठापाठी वैदेशिक रोजगार मिक्लाजुङ गाउँपालिकाको अर्को पल्टाउनै पर्ने अध्याय हो। अब बाहिर अब वैदेशिक रोजगारीलाई छोपिदिने हो भने मिक्लाजुङका मानिसहरूको कथा अधुरो र अपुरो बन्छ। मिक्लाजुङका प्रत्येक घरका एक वा एकभन्दा बढी सदस्यहरू वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारी गएकै कारण यहाँका धेरैजसो मानिसहरूका जीवनस्तरको ग्राफ उकालो चढ्दै गएको हो। यहाँका पशुपालक र कृषकहरूका मेहनत प्रेरणादायी मात्रै नभई अनुकरणीय समेत रहेको छ। मेरो नाम ललिता राई हो। हामीले फर्म चालु गरेको चाहिँ 8 वर्षदेखि 9 वर्षको लग लाग्दैछ। जिरोबाटै गरेको हो र सुरुमा चाहिँ अब मेरो श्रीमान उता बाहिर विदेशै बस्नुहुन्थ्यो। आउनु भएपछि चाहिँ नेपालतिर केही गरौँ, केही गर्दाखेरि हुन्छ। अहिलेसम्म राम्रै छ भन्नुपर्छ। 14-15 लाख चाहिँ हामीले राखेको हुन्छौँ। 7 लाख चाहिँ पुरापुरी बच्छ। हजुर, मुख्य कुरो चाहिँ सोच हो। जस्तो लगानी गरिसकेपछि रातारात राम्रो मुनाफा र प्रफिटहरू हेर्ने हो भने चाहिँ अहिलेको अवस्थामा यो चाहिँ त्यति सजिलो सम्भव छैन। यहाँ विविध कारणहरू छ। अब सुखद पक्ष कुराहरू गर्ने हो भने चाहिँ
के भने हामी प्रकृति मैत्री पनि छौँ। बोट बिरुवा बालीहरूसँग सिजनहरूसँग हामी खेल्दै डुल्दै जाँदाखेरि सबै बितेको पत्तै हुँदैन। सम्बोधन भएको छैन भने त अब स्थानीय सरकारबाट, प्रदेश सरकार अथवा केन्द्र सरकारबाट भएको छैन भन्ने चाहिँ होइन, तर जति पर्याप्त मात्रामा हुनुपर्ने हो त्यो भएको। व्यावसायिक पशुपालन, मौसम अनुसारको बालीनाली, फलफुल, तरकारी खेतीका साथमा धान, मकै, कोदो, अकबरे, अम्लिसो, कफी खेती, माउरी पालन मार्फत जीविकोपार्जन र आम्दानी गरिरहेका छन्। गुणस्तरीय शिक्षाको आधार, व्यवहार कुशल सिप र संस्कार नारालाई मूल मन्त्र मानेर यस गाउँपालिकामा जम्मा 47 शैक्षिक संस्थाहरू सञ्चालनमा छन्। संस्कारसहितको सिप, सिपसहितको शिक्षा, यो चाहिँ हामीले के गर्न खोजेको हो भने हामीले आजभन्दा 5 वर्ष 7 वर्ष अगाडि पेरियोडिक प्लान बनाएको थियौँ। त्यसलाई यो अघिल्लो वर्ष अपडेट गरेर फेरि 5 वर्षको बनाएको छौँ। त्यो पेरियोडिक प्लान बनाउँदाखेरि हाम्रो आवधिक योजना बनाउँदाखेरि हामीले के भनेको हो भने ज्ञानले मात्रै विद्यार्थीलाई अहिलेको गुणस्तरीय शिक्षामा मापन गर्न सकिँदैन। यसको लागि विद्यार्थीसँग त्यो सँगै सिप र सिपसँगै संस्कार पनि चाहिन्छ भनेर हामीले सिप, संस्कार र ज्ञान तीनवटा कुराको फ्युजन गरेर चाहिँ हाम्रो गुणस्तरीय शिक्षाको मापन गर्ने गरी भनेर हामी अगाडि गयौँ। यहाँ 35 विद्यालयहरू सामुदायिक छन् भने 12 संस्थागत विद्यालयहरू छन्। आजभन्दा 6-7 वर्ष अगाडि अरू 5-6वटा स्कुल बढी थिए। अहिले हाम्रो 4वटा सामुदायिक स्कुल र 4वटा संस्थागत स्कुल बन्द भएको छ। यो बिचमा 2-4 वर्ष यता स्कुलहरूको अवस्था कस्तो छ भनेर एकमुष्ट भन्न सक्ने अवस्था चाहिँ हामीसँग किन हुँदो रहेछ भने हामी तराई, मध्य पहाड र उच्च पहाडसम्म भूगोल छ हाम्रो। त्यसैले यो भौगोलिक बनावटले पनि विद्यालयको संरचनागत व्यवस्थापनदेखि लिएर अरू कुराहरूमा फरक आउँछ। तर बिचमा अहिले आएर चाहिँ हामी लगभग सन्तुष्टिको अवस्थामा पुगेका छौँ विद्यालय शिक्षाको प्रगतिमा। मिक्लाजुङको मधुमलामा एक सामुदायिक क्याम्पस समेत सञ्चालनमा छ। प्राविधिक धारतर्फ कालिका मावि मिक्लाजुङ 3 धोबेनीमा सिभिल इन्जिनियरिङ अन्तर्गत कक्षा 9देखि 12 सञ्चालनमा रहेको छ। नमस्कार, म मातृका प्रसाद न्यौपाने यस विद्यालयमा प्रधानाध्यापकको रूपमा काम गरिरहेको छु। 2076 सालदेखि यो प्राविधिक धार सिभिल इन्जिनियरिङ 9देखि 12सम्म, यो 9 कक्षादेखि 12 कक्षासम्म अध्यापन भइरहेको छ। नेपाल सरकारले 2069 सालदेखि यो 9 कक्षादेखि 12 कक्षासम्म सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा दिने व्यवस्थापनको सुरुवात गरेको थियो र 2076 सालदेखि स्थानीय सरकार 2074मा स्थानीय सरकार बनेदेखि हामीले 2075देखि नै यो प्राविधिक धार अब प्राविधिक शिक्षा मिक्लाजुङ गाउँपालिकामा कुनै पनि विद्यालयमा नरहेको हुनाले यस विद्यालयलाई प्राविधिक धारको शिक्षा प्रदान गर्नको निम्ति चाहिँ मिक्लाजुङ गाउँपालिकाको सहयोग र विद्यालयको योजना अनुसार तत्कालीन त्यो बेला सरकारले देशभरि 150वटा विद्यालयहरूलाई प्राविधिक विद्यालय बनाउने भनेर प्रस्ताव आह्वान गरेको थियो। हामीले त्यहाँ पालिकाको सिफारिससहित निवेदन गऱ्यौँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा र त्यसपछि त्यही साल 76 सालदेखि अध्यापन गराउने गरी वैशाखदेखि हामीलाई कक्षा 9 सञ्चालनको अनुमति प्राप्त भयो। हरेक वर्ष उत्कृष्ट नतिजासहित सञ्चालनमा रहेको सिभिल इन्जिनियरिङ यस क्षेत्रका धेरै अभिभावक र विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ। त्यस्तै मधुमला स्थित श्री भगवती माविले कक्षा 11-12 विज्ञान संकाय सञ्चालन गरी उत्कृष्ट नतिजा दिइरहेको छ। विद्यालयभन्दा बाहिर रहेका केटाकेटीहरूलाई विद्यालयसम्म ल्याउन मिक्लाजुङ सरकारले के कस्ता पहल गरिरहेको छ? विद्यालय बाहिर रहेको सन्दर्भमा चाहिँ हामीले यो वर्ष के काम गऱ्यौँ भने कक्षा 8सम्म उमेर समूह भनेको 13 वर्ष उमेर समूहका बालबालिकाहरू कोही विद्यालय बाहिर छन् भने उनीहरूलाई विद्यालयभित्र ल्याउनुपर्छ र आधारभूत तहमा
आधारभूत तहको उमेर समूहका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भएको सुनिश्चितता गर्नुपर्छ भनेर एउटा अभियान गऱ्यौँ। स्कुलको अभियान वडामा हुँदै पालिकामा आइसकेको छ र हामी यही असार मसान्त अगाडि नै हामी आधारभूत तहका बालबालिका विद्यालय बाहिर नरहेको भनेर घोषणा नै गर्छौँ। आफ्नै फार्मेसी सेवासहित सञ्चालनमा रहेको मधुमल्ला सामुदायिक अस्पताल र 9वटा स्वास्थ्य केन्द्रहरू सञ्चालित छन् मिक्लाजुङ गाउँपालिकाभित्र। यो चाहिँ नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गतकै कार्यक्रम हो। सशक्त बजेट अन्तर्गतको महिलाहरूको पाठ्यघरसँग सम्बन्धित सम्पूर्ण समस्याहरू, विशेष गरेर VIA भन्छ यो क्यान्सरको स्क्रिनिङ टेस्टलाई फोकस गर्दै बाँकी जे समस्याहरू छन् सबैको जाँच अनि उपचार सहितको हामीले डाक्टर सहितको टिम लिएर आएका छौँ र यहाँ जति पनि आमा दिदी बहिनीहरू उपस्थित हुनुहुन्छ उहाँहरूलाई चेक जाँच र उपचारसम्म सम्पूर्ण कुरा निःशुल्क। अब आइतबार रात आउला खास त अब बिमारी त पाठ्यघरको सम्बन्धीमा आएको तर जो चाहिँ त्यति ठिकै भन्नुभयो। आवश्यकता अनुसार कुन ठाउँमा विशेष गरेर दुर्गम ठाउँमा जहाँको महिला दिदी बहिनीहरू चाहिँ सेवा लिनको लागि समस्यामा हुनुहुन्छ त्यो क्षेत्रमा लगेर हामी यो शिविर चाहिँ सञ्चालन गर्छौँ। मधुमल्ला सामुदायिक अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुनका साथै जटिल किसिमका रोगहरूको लागि अन्य अस्पताल जाने सिफारिस सेवा समेत उपलब्ध छ। त्यस्तै निर्माण र सञ्चालनको अन्तिम चरणमा पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मिक्लाजुङ बिरामीहरूलाई सेवा दिन आतुर देखिन्छ। मिक्लाजुङका सबैजसो वडाहरूमा फुटबल क्लबहरू सक्रिय छन्। हरेक वडाबाट छानिएर हरेक वर्ष गाउँपालिकाको अध्यक्षका फुटबल प्रतियोगितामा सहभागी हुने गर्छन्। मिक्लाजुङमा भलिबल, ब्याडमिन्टन जस्ता खेलहरू समेत रुचिका साथ खेलिने खेलहरूमा पर्छन्। गाउँपालिकाले प्रत्येक वर्ष सिपमूलक कार्यक्रमहरू सञ्चालन गरी नागरिकहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिरहेको छ। साँच्चीकै भन्नुपर्दा मिक्लाजुङमा चाहिँ हामीले यो युवाहरूलाई लक्षित गरेर ट्रेनिङहरूको युवाहरूको क्षमता विकासको विभिन्न कार्यक्रमहरू गरेछौँ। यो चाहिँ अन्य पालिकाको तुलनामा असाध्यै धेरै जस्तो लाग्छ हामीले होइन। विभिन्न जस्तो विदेशबाट फर्केर आएकाहरूलाई हामीले विभिन्न उनीहरूलाई स्वरोजगारी बनाउनको लागि चाहिँ विभिन्न ट्रेनिङहरू मात्रै नगरेर उहाँहरूलाई चाहिँ साबुनहरू इक्विपमेन्टहरू उनीहरूको परिवारलाई सजिलो दिएको त्यस्तोहरू पनि गरेका छौँ हामीले। उहाँहरूले आफूले सिक्ने सिप पनि सिक्ने र त्यो सिप अनुसारलाई उहाँहरूलाई हामीले साबुन पनि हस्तान्तरण गर्ने कार्यक्रमहरू जस्ता पनि गरेका छौँ। र जस्तै अब कुनै पनि घरको अपाङ्गता भएका परिवारलाई पनि त्यहाँको परिवारले केही सिकेर त्यसलाई प्लस पोइन्ट हुन्छ भने त्यस्तोलाई पनि सिप सिकाउने र विभिन्न युवाहरू लक्षित कार्यक्रमहरू चाहिँ धेरै उहाँहरूको क्षमता विकासदेखि लिएर विभिन्न ट्रेनिङहरू जस्तै प्लम्बिङको, वायरिङको, उहाँहरूको उद्घोष तालिमको ट्रेनिङहरू जस्तै अस्ति मात्रै बाटिस्टा जस्तै यो कफी बनाउने तालिमहरू र ड्राइभिङ तालिम विभिन्न तालिमहरू हामीले असाध्यै धेरै जस्तै अब महिलाहरूको निमित्त जस्तै महिलाहरूको लागि झन् हामीले त विभिन्न जस्तै जुत्ता बनाउने जस्तै ढाकाको साडीहरू बनाउनेदेखि लिएर विभिन्न तालिम लगभग हामीले अहिलेसम्म प्रत्येक वर्षको हिसाब गर्दाखेरि हामीले यो वर्ष मात्रै लगभग हामीले लगभग 700 भन्दा बढीलाई चाहिँ हामीले उद्यमशीलता तालिम दिइसकेका छौँ यो वर्ष मात्रै। मिक्लाजुङ गाउँपालिकाको लाइफलाइन मानिएको सडक आयोजना हो यो। गाउँपालिका सेवा केन्द्र मधुमल्ला बजारबाट सुरु भएको यो सडक पश्चिम सिमाना तेली खोलासम्म पुगेको छ। सडकको केही प्रतिशत बाहेक अधिकांश भाग कालोपत्रे भइसकेको छ। मिक्लाजुङको यही पूर्व पश्चिम सडकसँग दर्जनौं सहायक सडकहरू ठोकिएका छन्। उर्लाबारी किसान चोक हुँदै रमिते खोलाको आइतबारे पुगेको पक्की सडक त्यतिमै रोकिएको छैन। आइतबारे बजारदेखि लावा खोला नागेर इलामको चुलाचुली गाउँपालिका हुँदै 5 थर रवि छोइसकेको छ। त्यसै गरी अर्को बाटो क्यामुने धुर्पा हुँदै धनकुटाको 6 नम्बर बुधबारे ठोकिसकेको छ। समाज परिवर्तन
सामाजिक विकास सम्बन्धी जसरी मेरो जीवन बित्दै गयो त्यसरी नै विकास हुँदै गए। मैले जे सोचेँ 24 सालदेखि 2024 सालदेखिको भएको जिरो अवस्थादेखि आजसम्म बाटोघाटो खानेपानी विद्युत घर घरमा खानेपानी घर घरमा अनि बाटो घर घरमा विभिन्न शिक्षा अनि स्वास्थ्य वार्ड वार्डमा निःशुल्क आदि इत्यादि विकासहरू भएको मेरो जीवन साथी हो, जीवनसँग जोडिएको छ। खुसी छु। गाउँपालिकाको प्राय सबै वडा र टोलहरूमा कच्ची सडक र आंशिक कालो पत्री सहितका सडक पुगिसकेको छ भने पालिकाभित्रका प्राय सबैजसो क्षेत्रमा विद्युत विस्तार समेत भइसकेको छ। हालको मिक्लाजुङ सरकारको नेतृत्वले गरेको अर्को महत्त्वपूर्ण काम हो सुकुम्बासी र भूमिहीनहरूका लागि धनी पूर्जा वितरण। करिब 100 वर्षदेखि अव्यवस्थित र भूमिहीन भएर बसेका करिब 110 भन्दा बढी भूमिहीनहरूलाई लाल पूर्जा वितरण गरिएको छ भने हरेक वर्ष बाढीले बस्ती डुबाउने मावा खोला र नुनसरी खोलामा व्यवस्थित तटबन्धनका लागि उल्लेख्य काम भएको बताउँछन् गाउँपालिका अध्यक्ष बबी कुमार राई। खोलाहरूको यो दुईटा खोलाको कुरा तटबन्धनको कुराहरू थियो। अहिले तटबन्धनमा हामी मोटामोटी मावा खोलाको कुरा गर्दाखेरि हाम्रो यता मिक्लाजुङपट्टिको करिबन हामीले लगभग हामी आइकन 2 किलोमिटर जति तटबन्धन गऱ्यौँ हामीले होइन। अब यता बक्राको कुरा बक्रामा पनि करिबन हामीले लगभग त्यो 2 किलोमिटर जति हामीले तटबन्धन गऱ्यौँ हामी आइकन। अनि ठुलो गम्भीर विषयमा ठुलो हामीले चुनौतीको विषय दुईटालाई हामीले एकदमै प्रायोरिटीमा राखेर यो खोला तटबन्धन गरिसकेको छ। सम्भावनाको अर्को नाम हो भन्ने गरिन्छ मिक्लाजुङ गाउँपालिकालाई। यहाँ उत्पादन भएका हरेक वस्तुलाई बजारीकरण गर्न समस्या छैन पनि भनिन्छ। 45 वर्षको थियो त्यस बेला 60 61 62 63 पुग्यो 20 सालको। तर यहाँका प्रत्येक नागरिकले श्रमका लागि उठाइरहेको जोखिमको मूल्य स्थानीय सरकारले कसरी सम्बोधन गरिरहेको छ? किसानहरूको मार्कालाई बुझेर विभिन्न ठाउँमा हामीले बोरिङहरू गाडिसकेका छौँ। लगभग 60-70 बोरिङ गाडिसकेका छौँ र अन्य हामीले बिउ उत्पादनको कुराहरू बिउको अनुदानको कुराहरू जस्तै हामीले कृषि जस्तै यान्त्रिकरणहरू जस्तै साझेदारीमा होइन सामग्रीहरू वितरणको कुराहरू जस्तै हाते ट्र्याक्टरदेखि लिएर जस्तै हामीले च्याप कटरहरू जस्तै काउमेडहरू र मकै छोडाउने बिउ रोप्ने मकै रोप्ने विभिन्न हामीले उपकरणहरू पनि हामीले यहाँ किसानहरूलाई बाँडिसकेका छौँ र त्यस्तै गोठ सुधारको कार्यक्रमहरू पनि लिएका छौँ, त्यो पनि हामीले गरेका छौँ र बेमौसमी खेतीको लागि टनेलहरू पनि उपलब्ध गरेका छौँ हामीले होइन। अनि धेरै कृषिमा पनि हामीले जस्तै उहाँहरूलाई किसानलाई सबैलाई नपुगे पनि जस्तो किसानहरूको मागलाई सम्बोधन गर्ने कुरामा हामीले लगभग हामीले 70-80% किसानको मागलाई पुरा गर्न चाहिँ लागेको छौँ र यो वर्ष हामीले असाध्यै धेरै फेरि यो आर्थिक वर्षमा चाहिँ हामीले असाध्यै धेरै कृषिमा चाहिँ अन्य वर्षको तुलनामा लगभग 3-4 गुणै बढी पैसा राखिरहेको छौँ योपालि कृषिमा चाहिँ। हामीले योपालि कृषि क्रान्ति नै गर्ने भनेर जस्तै अन्य वर्षको तुलनामा हामीले जस्तै अन्य वर्ष एक्जामको लागि 1 करोड राख्थ्यौँ भने योपालि हामीले 4 करोड जतिको कृषिको हामीले बजेट बनाएर जाने मोटामोटी 4 करोडको बनाएर जाँदैछौँ हामीले होइन। यो पनि एउटा किसानहरूको लागि एउटा हामीले चाहिँ किसानलाई नै सोचेर किसानहरूकै लागि हामीले प्रत्येक ठाउँमा किसान दाजुभाइहरूलाई भेला गरेर पनि उहाँहरूको के छ त अब आवश्यकता र कति चाहिँ अब नपुग्यो भने हामीले उहाँहरूलाई 100मा 100 नपुगे पनि उहाँहरूको मागलाई 90% समाधान गर्ने गरेको हामी टार्गेटमा अगाडि बढिरहेका छौँ। नागरिकलाई छिटो छरितो र सहज सेवा प्रदान गर्ने सवालमा कसरी काम गरिरहेको छ स्थानीय सरकारले? यहाँको जनप्रतिनिधि, यहाँका जनता, यहाँका बुद्धिजीवी, राजनीतिक दलका व्यक्तिहरू सबैजना चाहिँ सहयोगी सहकार्य र समन्वय गर्ने खालको चाहिँ मैले त्यो अनुभव गरेँ।
गाउँपालिकामा सेवा प्रवाह गर्ने सेवा प्रवाहका केन्द्रहरू मूलत दुईवटा छन्। एउटा गाउँपालिकाको केन्द्र भयो, अर्को चाहिँ वडा कार्यालयहरू भए। अब वडा कार्यालयको हकमा चाहिँ धेरै कामहरू वडाध्यक्षज्यूहरूसँग ठोकिनुहुन्छ। उहाँहरू त 24 घन्टा आफ्नो हिसाबले सेवा दिइरहनु भएको हुन्छ। त्यहाँ पनि कर्मचारीहरूलाई चाहिँ सहज ढङ्गले सेवा दिएको छ। 24 भनौँ न अफिस टाइममा उहाँहरू उपलब्ध हुनुहुन्छ। र अर्को गाउँपालिकाबाट दिने सेवा चाहिँ हामीले चाहिँ सहज ढङ्गले गरेका छौँ। जस्तै हाम्रा धेरै योजना निर्माणका कामहरू हुन्छन्, उपभोक्ता समितिहरू हुन्छ। उपभोक्ता समितिलाई चाहिँ सजिलो होस् भनेर हामीले सबै तयारी योजनाको पुस्तक तयारी गरेका छ, माइनोट आफैले तयारी गरेका छ, उपस्थितिको माइनोटको ढाँचा दिएको छ, निर्णयको ढाँचा दिएको छ। उहाँहरू अप्ठ्यारो नहोस् भनेर थोरै त्यहाँ चाहिँ भर्दा मात्रै हुने खालको ढङ्गले चाहिँ हामीले काम गरेका छौँ। अनि जनताका कामहरू चाहिँ अब नगर प्रहरी पनि हुन्छ, त्यो सम्बन्धित शाखामा पुर्याइदिने, सामान्य फोटोकपीहरू चाहिँ अफिस सेटिङ उपलब्ध गरिदिने। 2052 साल फागुन 2 गते नेकपा माओवादीले तत्कालीन व्यवस्था विरुद्ध युद्ध सुरु गर्यो। माओवादीले युद्ध सुरु गरेको ठिक 10 वर्षपछि 62-63को जनआन्दोलनपछि मुलुक सङ्घीय संरचनाको कोर्समा प्रवेश गर्यो। बलिदानीपूर्ण सङ्घर्षबाट जनताको न्यायको पक्षमा महान जुन जनयुद्ध भयो, त्यस पछाडि यो देश परिवर्तन भएको आज चाहिँ 2064 सालबाट शान्ति स्थापना हुँदै 74 सालमा स्थानीय सरकारको रूपबाट हामी यो क्षेत्रमा हरेक क्षेत्रमा अगाडि बढेको छ। संघीयताको मोडलका रूपबाट नेपाल अघि बढेको छ। धेरै मान्छेले विरोधाभास रूपबाट यो देशले के पायो भन्ने प्रश्न पनि गर्छन्। यो देशले धेरै थोक पाएको छ। आज होला यहाँ आएर यो अफिस ठुलो छ, स्थानीय सरकारको रूपबाट समाजमा भएका कुरा तुरुन्त चुस्त दुरुस्त रूपमा काम गर्न सकिएको छैन होला। त विधिगत रूपमा चाहिँ अगाडि बढ्दै जाँदा कानुनी कुराहरूलाई अगाडि लिएर जाँदै गर्दा सोचे जस्तो त भएन होला। तर यो देशमा आमूल परिवर्तन भएको छ। यो देशका हरेक मान्छेले बोल्न पाउने अधिकारको सुनिश्चितता भएको छ। यो देश प्रश्न उठाउन पाउने अधिकारको सुनिश्चितता भएको छ। त्यसका सँगसँगै विकासको एउटा गति दौडेको छ। संविधान सभाको 2वटा निर्वाचनपछि मुलुकले 2072मा नयाँ संविधान प्राप्त गर्यो। जनताको प्रतिनिधि मार्फत बनेको पहिलो र मुलुकको 7औं संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारको परिकल्पना गर्यो। संविधानको सोही मर्मअनुसार 3 तहको निर्वाचन सम्पन्न भयो र नयाँ सरकार गठन भयो। र आजको मिक्लाजुङ एउटा नेपालमै स्थानीय सरकार 2074 सालबाट पहिलो कार्यकाल र त्यस पछाडि अहिले हामी कार्यरत रहँदा अगाडिल्लो वर्षबाटै 74बाटै नै हामीले एउटा आधार तय गर्दै अघि बढ्यौँ र त्यस पछाडि आजसम्म आइपुग्दा समृद्ध मिक्लाजुङ बन्नमा धेरै अगाडि बढिरहेको छ भन्ने लाग्छ। र चुनावी ताका हामीले गरेका वाचा प्रतिबद्धताको हामी अक्षरशः पालना गरिरहेका छौँ। बाहिर सामाजिक परिस्थितिमा चाहिँ भएन भन्ने जुन परिपाटीको मौलाउँदै गएको छ, त्यो विषयवस्तुलाई पनि उत्तर दिँदै जानुपर्छ। तर समग्रमा हामीले हाम्रो प्रतिबद्धता पत्रमा भएका कुरालाई चाहिँ एक एक गरेर हामीले अक्षरशः पालना गरेका छौँ। मिक्लाजुङ गाउँपालिकाभित्र 3 सुरक्षा पोस्टहरू छन्। इलाका प्रहरी कार्यालय मधुमल्ला, टाढी अस्थायी प्रहरी चौकी र रमितीखोला अस्थायी प्रहरी पोस्ट। यस क्षेत्रमा सुरक्षाको गम्भीर चुनौतीहरू नरहे पनि ससाना घटनाहरू भने कहिलेकाहीँ घटिरहेकै हुन्छन्। तर नागरिकले समस्या समाधानका लागि सूचना दिए तत्काल प्रहरी पुग्ने गरेको बताउँछन् इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख। नमस्ते, मेरो नाम प्रणानी चन्द्र कुइर अधिकारी, मधुमल्ला इलाका प्रहरी कार्यालयमा कार्यरत छु। यसमा शान्ति सुरक्षा गर्ने क्रममा चाहिँ अहिले त्यस्तो खालको नर्मल्ली यहाँ हामीले भौतिक साधन स्रोत अब पहिलेको अब अहिले कार्यालयमा भएका साधन स्रोत अनुसार हामीले जनतालाई तत्काल रूपमा कुनै पनि क्राइम, कुनै पनि समस्या, कुनै पनि घरेलु हिंसा अब अथवा प्रहरीले गर्नुपर्ने प्रहरीमा आएका उजुरीहरूदेखि लिएर आएको हामी 5 मिनटभित्रमा गएर तत्कालै उहाँहरू सेवा गर्छौँ। पछिल्लो समय दुर्व्यसनमा फँसिरहेका युवाहरूको सङ्ख्या भने बढ्दै गएको बताउँछन् उनी। लागु औषधको चाहिँ प्रबल धेरै ठुलो सम्भावना यहाँ दमकबाट उता उल्लाबारी हुँदै
यता चाहिँ अब तल काँकरभिट्टा नाका अब यता रङ्गेलीको नाकाबाट पनि यहाँनिर लागु औषध भित्रिने धेरै देखियो। घर घरमा चाहिँ लागु औषध पीडित छन्। समस्या न्यूनीकरणका लागि प्रहरीले नागरिकसँग कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ त? लागु औषधको चाहिँ हामीले यहाँनिर अभियानै चलायौँ। घर घरमा गएर कार्यक्रम गऱ्यौँ। अहिले स्कुलमा, टोलमा, गाउँमा पनि अहिले कार्यक्रम भर्खर गरेर आइयो। लागु औषध भनेको के हो, लागु औषधको असरहरू, कानुनी प्रावधानहरू, लागु औषध कसरी मान्छे दुर्व्यसनीमा फस्छ, कसरी चाहिँ मान्छे कस्तो घरको कस्तो इन्भाइरोमेन्ट, घरमा पहिले शिक्षक को हो, कसरी लागु, तपाईँहरूले कसरी आफ्नो बालबच्चा छोराछोरी कहाँ जान्छ, के गर्छ, कसो गर्छ, तपाईँले हिजो हेर्नुहुन्छ हेर्नु लागु औषधले असर गर्दा आज कहाँ पुर्याउँछ। भोलि त मान्छेको एउटा जीवन त उसको जान्छ अरू समाज, गाउँमा सामाजिक मानिसहरूमा कति असर, समाजमा कति असर पर्छ, राज्यलाई कति असर पर्छ। तपाईँहरू यसरी हामीलाई खबर गर्नुहोस्, काउन्सिलिङ गर्नुहोस्, यसरी नम्बरहरू दिएर हामीले कार्यक्रम गरेर त्यसको असरहरू, कानुनी व्यवस्थाहरू, त्यसको न्यूनीकरण कसरी हुन्छ, वाडासँग पालिकासँग समन्वय गरेर हामीले कार्यक्रम चलाएर त्यसका असरहरू, त्यसले चाहिँ त्यो कसरी मान्छे लतमा फस्छ, त्यसलाई चाहिँ न्यूनीकरण कसरी गरिन्छ भन्ने कार्यक्रम चलाएर अहिले धेरै हदमा न्यूनीकरणै भएको छ। आउनुहोस्, हामी हाम्रो मिक्लाजुङ गाउँपालिकामा तपाईँहरूकै आतिथ्यलाई स्वागत गर्न तयार भएर बसेका छौँ। यहाँको वातानुकूल मौसम, विविध जातजाति, भाषाभाषी र संस्कृतिको अनेकता, भौगोलिक विविधतासहित मिक्लाजुङको माटोले तपाईँको उपस्थितिलाई पर्खिरहेको छ। यो हो एसियन हाइवे अर्थात् पूर्व पश्चिम मार्ग। पूर्वी नेपालको काँकरेभिट्टा नाकादेखि करिब 57 किलोमिटरको दूरी छिचोलेपछि आइपुग्न सकिन्छ उर्लाबारी नगरपालिका। यता कोशी प्रदेशको राजधानी विराटनगर अर्थात् जोगबनी नाकाबाट करिब उस्तै दूरीमा रहेको उर्लाबारी नगरपालिकाको उर्लाबारी बजार, किसानचोक र मङ्गलबारी बजारबाट एकसाथ मिक्लाजुङ प्रवेश गर्ने बाटाहरू उपलब्ध छन्। उसो त झापा जिल्लाको दमक नगरपालिकाबाट उत्तर पश्चिमको मदन भण्डारी मार्ग समाएर पनि मिक्लाजुङ गाउँपालिका पुग्न सकिन्छ। यसरी आफूलाई अनुकूल पर्ने तिनै बाटाहरू हुँदै मिक्लाजुङ गाउँपालिकाको विभिन्न स्थानहरूमा पुग्न सकिन्छ। ज्ञान विवेक